गुड मर्निङ है। हामी चाहिँ अहिले काठमाडौँको लागि रेडी भइसकेको छ सबैजना। यहाँनिर सबै छ, यहाँनिर साथीहरू पनि सबैजना आएको छ। यहाँ नेपालकोहरू पनि छ हो, नोम्याट्सहरू पनि छ। यहाँ स्ट्यान्डिङ भइहाल्यो है। मेरो बाइक चाहिँ यहाँ छ, अब निकाल्न आँटेको। फ्ल्याग स्याग बाँधेर आजदेखि चाहिँ फ्ल्याग लाउने हो। फ्ल्याग नलाउँदाखेरि एकदम सादा भइरहेको थियो राइट है। आज चाहिँ फ्ल्याग पनि लगाइयो। हाम्रो भिआइपी रेडी भयो अब हो, पाइलट। ल गाइस बाई बाई, भेटौँ बाटोमा है। आजको भ्लग यहाँदेखि नै स्टार्ट हुँदैछ, सेकेन्ड एपिसोड है। ल गाइस, अब गोप्रो त मेरो माउन्टै भाँचिहाल्यो, अन्त गोप्रोबाट भिडियो गर्दिनँ। जति सक्दो म फोनबाटै बाटोमा गर्छु है। रेडी हो गाइस? हाम्रो चाहिँ यहाँ लाइनअप भइसकेको छ बाहिर हो। भिआइपी यहाँ हो। गाइस हामीलाई चाहिँ यहाँ ट्राफिक स्टाफले चाहिँ ओभर दगिदियो होइन, ओभर दगिदियो। सबै झन्डाहरू खोलाइदियो। यी सबैले खोल्दैछ झन्डाहरू। खदा पनि लाउनु झेउ गरिदिन्छ क्या ट्राफिक गाडीले चाहिँ ओभरै उडी गरिदियो। गाइस हामी चाहिँ आधी बाटो आइपुग्यो हो, काठमाडौँ जाँदै गरेको आधी बाटो आइपुग्यो। तर हाम्रो चाहिँ यहाँनिर हल्का एउटा एक्सिडेन्ट भयो है। अन्त एउटा बाइकको चाहिँ अलिकति एक्सिडेन्ट भयो, अन्त त्यो बाइक चाहिँ कुद्नै नसक्ने भयो। अन्त थानामा लगेको छ बाइक हो। अर्काको बाइक यहाँनिर बोल्दै गरेको भाइले आएर हिर्काइदिएको है। उसले आएर हिर्काइदिएको। उनीहरूको जिन्दगी चाहिँ यस्तै छ यी होइन। दा कस्तो हुँदैछ? मजा आउँदैछ है। शिखर बियर त यहाँ मात्रै पाउँछ। ओ गाइस कस्तो हुँदैछ राइड? पुरै थाक्यो है। आकाश कस्तो भयो? बाटो हरेस लागेको दिउँसो भए त झन् नि त्यो चार्जेबल गाडी छ नि, यस्तो डरलाग्दो कुदिन्छ कि यो बाटो। भ्यू चाहिँ दामी देख्थ्यो, भ्यू चाहिँ दामी देख्थ्यो होइन गाइस। अब चाहिँ जाने हो। हामीलाई टेन्ट सेन्ट पनि आज लाउनु जरुरत पर्दैन जस्तो लाग्दैछ, किनभने पुग्दा पुग्दै 12-1 बज्ने रहेछ होइन। 12-1 बज्ने रहेछ पुग्दा पुग्दै। अन्त सिधै जाने हो, प्रोफाइल ओछ्याउने हो, ड्याङ्गै ढल्दिने हो। प्रोफाइल पनि किनेको छैन होइन, किन्नुपर्छ। प्रोफाइल पनि गएर किन्नुपर्छ। प्रोफाइल ओछ्याउने हो, ड्याङ्गै सुत्दिने हो। यस्तै छ जिन्दगी। गाइस हामी चाहिँ आइपुगेको छ भेन्यू हो, तर हेभी चिसो भयो। अहिले बिहानको हामी 4 बजी आइपुगेको छ। भेन्यू चाहिँ हो यस प्रकारको छ। यी टेन्टहरू लगाएर सबैजना निदाइरहेको रहेछ, घुडिरहेको रहेछ हो। अब हामी चाहिँ जग्गा खोज्दैछ। बिहानको 4 बजी कतिखेर सुत्नु कतिखेर उठ्नु।